हेलो एभ्रिवान, दर्शक नमस्ते छ है सबैजनालाई अनि गुड मर्निङ पनि है। हामी चाहिँ आजको यात्रा चाहिँ लट्टारामेश्वरको दर्शन गर्न जाँदैछौँ कि हामी। हाम्रो यात्रा जारी छ है, जाँदैछौँ नि। पुरै सिस्नो गाडी रहेछ, यताको भ्यूहरू हेर्न सक्नुहुन्छ पछाडि। हामी पुग्नेछौँ त्यो बिचको डाँडामा रहेछ कुहिरो लागेको ठाउँनिर। हामी चाहिँ त्यहाँसम्म जाने हो, त्यहाँसम्म यात्रा हाम्रो राम्रो आएन। अब हामी जाँदैछौँ है, हेर्न सक्नुहुन्छ है। त्यो कुहिरो लागेको ठाउँमा चाहिँ रहेछ हामी पुग्ने, यहाँ हेर्न सक्नुहुन्छ डाँडा आँखाको सुन्दरता होइन। अहिले चाहिँ हामी जाँदैछौँ है त, हामी जाँदैछौँ है। अहिले चाहिँ हामी के भन्छ ठाउँको नाम चाहिँ थाहा छैन, तर गइरहेको छौँ। बाटो यस्तो छ, हेर्न सक्नुहुन्छ। यहाँ दुईजना साथीहरू पनि छ, अरू पनि हुनुहुन्छ, अनि माथि हुन्छ जाँदै हुन्छ ल। यो हाम्रो जिरेन छ यहाँ चाहिँ होइन। अब यसले के भन्छ, जिरे यता फर्के दाउरा हेर्न सक्नुहुन्छ, गाउँघरको यादमा छैन। जिरे कस्तो लागिरहेको छ उकालो हिँड्दाखेरि हो। हामी पुग्ने चाहिँ त्यो माथि टक्कु डाँडामा है, यो हुँदै हुँदै जानुपर्ने रहेछ है। जाँदा जाँदै चाहिँ हामी होइन त के भन्नु, जस भर्खर स्टार्टिङमा छौँ है। स्टार्टिङमा होइन, यो जिरेले एउटा डान्सर छ, जिरे डान्सर भाइ डान्स हान्दैछ। अहिले चाहिँ धेरै गाउँहरू पनि रहेछ होइन, सानो सानो गाउँहरू। हामी त्यहाँ आइसकेको छौँ, जाँदैछौँ। जाने त निकै टाढा छ है, देखिएको बिचको डाँडामा चाहिँ रहेछ लट्टारामेश्वर। हामी वहाँ पुगेर पनि सबै देखाउँछु म है, हेर्दै जानु होला। भिडियोलाई फुल हेर्नु होला है त। भ्युज हेर्न सक्नुहुन्छ है, हेर्नुहोस् भ्युज। गाउँघरको कति रमाइलो छ है, डाँडा पाखा पोखरा होइन। टपमा पनि घर छ है, टपमा पनि घर रहेछ, तर जुम खासै राम्रो आएन है। आज है पसिना आइसकेको छ है, उकालो जाँदैछौँ हामी। सो लास्टसम्म हेर्नु होला भिडियो है, माथिसम्मको सबै भिडियो गर्नेछु, हेर्नु होला है त। अब चाहिँ हामी आधी बाटोमा पुगिसकेको छौँ है, आधी बाटो आइसकेको छु, हेर्दै जानु होला है। अझै कति मान्छे है, हामी अब अगाडि के चाहियो मलाई अगाडि